सम्पूर्णमा नमस्कार। म फुलमुन पूर्णिमा छेत्री। तपाईहरुको माझमा म आज एउटा मनोभाव लिएर उपस्थित भएकी छु। तपाईहरुलाई कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला अनि लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। बाबा सानोमा भन्ने गर्नुहुन्थ्यो, सपना देख्दा आफ्नो हैसियत भन्दा माथिको सपना नदेखेस् है। म सोच्थे सपना देख्नलाई पनि हैसियत चाहिन्छ र। भला आज जिन्दगीले बुझाउँदैछ सपना र हैसियत बीचको सम्बन्ध। समय चलिरहेछ र म जडत छु। चलमलाउन सक्दिन। पक्षघातको बिरामी झैं बस एक कुनामा लडिरहन्छु। समय चलिरहेछ र म दिनदिनै ओझेल हुँदैछु। हेर न मलाई चिन्ने कोही छ, नजान्ने, नबुझ्ने। म हो चाहिँ को? एक मिराज वा त एक पहेँली जसको कुनै हल छैन। म देखिन चाहन्न, तर पनि लाग्छ कसैले देखोस्। मलाई बोल्न मन पर्दैन, तर पनि लाग्छ कोही बोलोस्। बस बोलिरहोस्, म सुनिरहूँ। मलाई सेन्टर अफ एट्र्याक्सन हुन सहज लाग्छ। यद्यपि चर्चित हुन पाए कस्तो हुन्थ्यो कि सहज महसुस गर्थे र म। यो समयमा म जस्ता कति आए कति गए, त्यही आउने जानेको भिडमा एक म। एक दिन म र सबै मर्ने नै हो। फेरि यो अमर हुने यो कस्तो तृष्णा, यो सोच कस्तो, यो चिन्तन कस्तो। कसैले मेरो मस्तिष्कमा भरिदियो। म तत्क्षण खत्तम हुन चाहन्छु, परालमा लागेको आगो झैं। फेरि यो निभ्न नचाहने चाह कस्तो। म फुस्स बिलाउँ, आफ्नो एक अंश नछाडी। तर यो सपना कस्तो। छोडेर जाऊ केही म, मेरो अस्तित्वको सानो अंश। यो मृग तृष्णा कस्तो। ए समय ढाकिदेऊ न मलाई मृत्युको मजेत्रोले, नत्र पुनः म भित्र जीवन सलबलाउँछ। महत्वाकांक्षाहरूले पिरोल्न थाल्छ। खुला आँखाले देखेका एक एक सपनाहरू मलाई चिथोर्न थाल्छ। भूतबाट आउँछ मेरो एक छवि र भन्छ, तैले मलाई धोका दिइस्, बर्बाद गरिस्, कति कायर त। जिन्दगीसँग जुझ्न सकिनस् है। मैले बनाएको सपनाको सन्तुष्टि ब्लुप्रिन्ट, त्यसलाई ठोस बनाउन सकिनस् है। मलाई मेरो भूतले आरोपमा आरोप लगाउँछ। उसको सपना हत्या गरेकोमा। वर्तमानले व्यङ्ग गर्छ, भविष्य ओझेल छ। मृत्युले पनि घृणा गर्छ मलाई। उसलाई त जीवन सोच्नु छ, कहाँ छ र तँ मसँग। प्रेमले इन्कार गर्छ, कहाँ बचेको छ र राग म भित्र। मेरो छविले मलाई भन्छ, त केही गर्न सक्दिनस्, त केवल परजीवी भएर रहन्छस्, केवल परजीवी। 26 वसन्त पार गरिस्, खै के उपलब्धि गरिस्। भएको गुमाइस्, नभएको प्राप्त गर्ने दम छैन तसँग। होइन, मैले हार मानेको छैन। म सपनाका ब्लू प्रिन्टहरू ठोस बनाउनु छ। एक दिन मेरो निरीह आवाजमा ओ अट्ठस हाँसो हाँस्छ, मेरो आत्मा काप्ने गरी। एक दिन, कुन दिन? पलायनवादी छस् त। बाहिरी कारकहरूलाई दोषारोपण गरेर त आफ्नो भित्रको कमजोरी ढाकछोप गरी आफूलाई मजाको सान्त्वना दिन्छस्। भाग्यवादको विरोधी हैनस् त। अहिले किन आफ्नो जिन्दगीलाई, नियतिलाई सुम्पिन्छस्। पाउने कुरा पाउँछु, गुमाउने कुरा गुमाउँछु, हुने कुरालाई टार्न सकिन्न। वाह कस्तो यो नीति, कस्तो यो नारा। कोठै थर्किने गरी हाँस्छ मेरो छवि। म नजर झुकाएर उभिरहन्छु। नजर उठाउने लायक पनि त रहेको छैन म। एनामा आफैसँग। एना फुटाइदिउँ जस्तो लाग्छ।
तर ऐना फुटाउँदैमा कुरूपता हराउँछ र झन् सयौं ससाना टुक्रामा झझल्किन्छ। एक दिन यस्तो पनि आउने रहेछ, आफैसँग लज्जित हुने, हुन त के अपराध गरेको छु र मैले? छ नि, आफू भित्रको जिजीविसाको हत्या गरेको, त्योभन्दा ठुलो अपराध के हुन्छ र? कतै मेरो आवाज बोल्छ। अनि सन्नाटा, भय लाग्दो सन्नाटा। म निरीह घडी र पात्रो हेर्छु। ओहो, रात रातभर मेहनत गरेको तर सिरानी मुनि खादिन बाहेक केही अस्तित्व रहेन। ऐनाबाट पुनः मेरो छवि बोल्छ। म केही बोल्न सक्दिन। यसपटक ऐना फुटाइदिन्छु। टुक्रा टुक्रामा म टुक्रिन्छु। यद्यपि हरेक टुक्रामा मेरो छवि सङ्लो हुन्छ। उही आत्मा काप्ने हाँसो गुन्जिन्छ। अब एक होइन, अनेकौँबाट। पहर दराजमा सिल्पिङ पिल्छ। ऊ बोलाउँछ कति मिठो, सम्मोहित हुँ स्वरमा। आऊ, एकछिनमा म तिमीलाई मुक्ति दिन्छु। कस्तो मुक्ति? एक लज्जास्पद मुक्ति, एक कायरतापूर्ण मुक्ति। म भन्छु, होइन, ठिक छ, हेरौँ न, अझै जिन्दगीले के नाटक देखाउँछ। अब यसपालि मेरो मुखबाट हाँसो छुट्छ। आधा भन्दा बढी जिन्दगी छ मसँग। अहिले नै किन मुक्ति हुनु? आँखा बन्द गरेर देखेको सपना त आँखा खोल्दा बिर्सिहाल्छन्। तर खुल्ला आँखाले देखेका सपनाहरू आँखा बन्द गर्दा पनि झस्काउँछन्।